को रुम आफ्नै हुनु पऱ्यो, कोठा आफ्नै हुनु पऱ्यो। जेन्ट्सहरूलाई त सबै यहीँ कम्पनी बस्नु दिन्छ, कम्पनीबाट तालिम गर्ने हो, यहीँबाट जागिरमा खाना बनाउनु सक्छ, जागिरमा जाने हो। मात्र लेडिजहरूलाई चाहिँ अब आउने जाने ड्युटी गर्नु पर्छ। सेक्युरिटीको लागि के चाहिन्छ हो सर भन्नुभएको छ। नागरिकता भइपुग्छ, राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ कि छैन, नभए यतैबाट बनाउनु पनि मिल्छ। 1 घन्टाको कुरा हो, अहिले अनलाइनबाट बनाउन केही गाह्रो छैन। तपाईँले मलाई कल गर्नुहोस्, कहाँबाट आउने हो, कति वर्षको हुनुहुन्छ, अनि हाइटहरू कति छ, यस्तै विषयमा यस्तै कुराहरूमा हामी सदा चाहिँ हामी लाइभमा यस्तै विषयहरूमा कुराकानी गरिरहेछौँ है, यस्तै टपिक्समा। प्लस मित्रहरू सबैजनाले सपोर्ट गरिदिनुहोस्। कुन एरिया कताबाट हजुरले हेरिरहनु भएको छ, सबैजनाले सपोर्ट गरिदिनुहोस्। खाना बस्न आउन जान सहितको डिमान्ड जति पनि हामीले लिएर आइरहेछौँ फटाफट है। गुड मर्निङ हजुर, गुड मर्निङ। विष्णु तामाङ चाहिँ के छ हालखबर, सन्चै हुनुहुन्छ? ल साथीभाइहरू सबैजनाले है, गोविन्दजी वेलकम। सबैजनाले 5.3 फिटले हुन्छ भन्नुभएको छ। तपाईँको हुन त हुन्छ, तर तपाईँको हाइट कति छ, के अरे तौल कति छ, तौल कति छ, कस्तो टाइप